Now let's talk about this game. PSG 1, FC Bayern Munich 1, aggregate में 5-6 को हैन। PSG are going for the Champions League final back to back, जो कि रियल मैड्रिड पछिको ब्याक टु ब्याक च्याम्पियन्स लिग फाइनल पुग्ने टिम बनेको छ PSG। यो गेममा फर्स्ट लेगको जस्तो धेरै गोल आउन नसके पनि PSG ले जितिसकेको छ। यो गेम एकदमै कन्ट्रोभर्सियल भएको थियो। FC बायर्न म्युनिचको प्लेयरहरू एकदमै पेनल्टी अपिल गरेको थिए रेफ्रीलाई, किन पेनल्टी भएन भने यहाँ मैले माथि राख्दिएको छु। इट्स हिट अन द ह्यान्ड आर्म बाई द बल विच हेज बिन प्लेड बाई a teammate unless the ball goes directly into the opponent's goal or the player score immediately afterwards, in which case a direct free kick is awarded to the other team। यो भनेको चाहिँ के हो भने प्लेयर भिटिनाले जुन बल क्लियर गरेको थियो जो जावर नेभेसको हातमा लागेको थियो, त्यो बल सिधै एफसी बायर्न म्युनिचको प्लेयरको खुट्टामा गएको भए त्यो इन्डाइरेक्ट फ्री किक हुन्थ्यो, पेनल्टी दिँदैन थियो। किनभने यहाँ माथि लेखेको छ, बुकमा नलेखेको चिज रेफ्रीले दिने कुरा पनि हुँदैन। दिस इज नट पेनल्टी, जो कि त्यो पेनल्टी हुँदैन थियो। यदि पिएसजीको प्लेयरले क्लियर गर्दा एफसी बायर्न म्युनिचको प्लेयरको खुट्टामा बल गएको भए त्यो इन्डाइरेक्ट फ्री किक हुन्थ्यो, त्यो पेनल्टी हुँदैन थियो। पिएसजी अट्याकिङ वाइज एकदमै राम्रो छ भनेको त डिफेन्सिभ वाइज आर अल्सो रियली वेल। पिएसजीको डिफेन्सिभ पनि आज एकदमै बवाल थियो, जो पाँचौँ एकदमै एब्सोल्युटली ब्रिलियन्ट। कतिवटा ब्लक हान्यो आज। नुनो मेन्डेज भर्सेस ओलिसे एकदम बवाल। आज ओलिसेले केही खेल्न पनि सकेको थिएन, नुनो मेन्डेजलाई कटाउनु पनि सकेको थिएन। त्यो एउटा बल 50-50, त्यो पनि रेड कार्ड माग्दै थियो, तर त्यो येलो कार्ड दियो रेफ्रीले। फर्स्ट लेगको जस्तो ओलिसेले केही खेल्न पनि सकेको थिएन। आज लुइस डियासले अलिअलि बल लागेको थियो, तर सुट हान्न सकेको थिएन। सुटै नहानेपछि गोल कसरी हुन्छ? किमिसले पास दिएको बल पनि ह्यारिकेनको टाउकोमा लागेको थिएन, ह्यारिकेनले फिनिस गर्न सकेको थिएन, टाउकोमा पुगेकै थिएन त्यो बल लुइस डियास र ह्यारिकेनको। एफसी बायर्न म्युनिचले लेट गोल हानेको थियो, जो 90+3 मिनटमा गोल हानेको थियो ह्यारिकेनले, जो डेभिसले पास दिएर ह्यारिकेनको ब्रिलियन्ट फिनिस, एब्सोल्युटली ब्रिलियन्ट फिनिस। अब पिएसजीले भिड्दैछ आर्सेनलको अगेन्स्टमा। पिएसजी भर्सेस आर्सेनल मे 30 छ होला त्यो गेम चाहिँ, लगभग 28 दिन छ होला अब फाइनल हुन। अब हेरौँ कसले जित्छ तपाईँहरू कमेन्टमा भन्नुहोला। थ्याङ्क सो मच फर वाचिङ।